मेटा ब्यान्ड गर्ने हो भने यसको असर झन् ठुलो हुनेवाला छ र मासिक 34 करोड रुपियाँसम्मै ब्यान्डविथबाट घाटा लाग्ने देखिएको छ। त्यो बाहेक पनि अर्को एउटा इन्ट्रेस्टिङ डेटा छ। नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि फागुन महिनासम्ममा युट्युब, फेसबुक, टिकटक सहित डिजिटल भूमि लगायत अडियो भिडियो र सम्बन्धित सेवाहरूबाट 2 अर्ब 53 करोड रुपियाँ आम्दानी भएको छ। यानि कि कन्टेन्ट क्रिएटरहरूले नेपालमा 9 महिनामा 2 अर्ब 53 करोड भित्राएका छन्, जुन भनेको मासिक 28 करोड आसपास हुन जान्छ। फेसबुक बुस्टिङ र एडको नाममा अलिकति पैसा त बाहिर गइरहेको छ, सो त्यसको डेटा पनि छ। 9 महिनाको अवधिमा नेपालबाट 75 करोड रुपियाँ बाहिरिएको छ। यसरी हेर्ने हो भने यो 9 महिनामा नेपाल सरकारले 1 अर्ब 78 करोड रुपियाँ बराबर कमाएको छ र राष्ट्र बैंककै कर्मचारीहरू अनुसार नेपाल भित्रिएको यो रकम सामाजिक सञ्जालबाट कमाइने रकमको मात्र 10% हो। किनकि नेपालमा युट्युब मात्र मोनेटाइज छ, युट्युबको पैसा मात्र नेपालमा आउँछ। टिकटक र फेसबुक जस्ता प्लेटफर्महरू नेपालबाट मोनेटाइज गर्न मिल्दैन, सो क्रिएटरहरूले यसलाई बाहिरैबाट मोनेटाइज गर्छन् र त्यो पैसा पनि बाहिरकै खातामा आउँछ। सो बुझ्नुभयो नि, मेटा ब्यान्ड गरेर अन्य केही कुरा ब्यान्ड गरेर केही हुनेवाला छैन। बरु फेसबुक मोनेटाइजेसनका निम्ति चाहिँ सरकारले पहल गर्नुपर्ने हो, टिकटक मोनेटाइजेसनका निम्ति पहल गर्नुपर्ने हो। त्यसले बाहिर गइरहेको हाम्रै पैसा यहीँ भित्रै आउँछ, जसले सरकारलाई पनि फाइदा गर्छ, देशलाई पनि समग्रमा फाइदा नै पुर्याउँछ। सो फेरि उल्टो बाटो नहिँडौँ, टिकटक ब्यान्डबाट केही त सिकौँ। नो डाउट सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा अफिस खोल्नै पर्छ अथवा कम्तीमा पनि गुनासोको लागि सम्पर्क व्यक्ति तोक्नै पर्छ, तर यसका निम्ति डिप्लोमेसी चाहिन्छ। वाट दे वान्ट अनि वाट वी वान्टमा टेबल टक गर्न आवश्यक छ। रजिस्टर गरिनस् भने तँलाई ब्यान्ड गरिदिन्छु भनेर समस्याको समाधान हुँदैन। यसले अन्त्यमा नेपाललाई नै घाटा गराउने हो। चेतना भया।